गाइस वेलकम छ मेरो आजको भ्लगमा। Yes. आई होप सन्चै हुनुहुन्छ होला तपाईँ पनि। म नि सन्चै छु। आज चाहिँ हामी कता घुम्न जान लाग्यो भन्नुहोस्। हामी आज चाहिँ समुद्रमा नुहाउन जान लाग्यो। ब्याग लिएर गएको छ भिखारी जस्तो बना। हामी चाहिँ अहिले लिफ्टमा छौँ, अब जाने एकछिनमा। बाहिर गर्मी छ, बाहिर गर्मी लाग्यो। गाइजहरू हामी चाहिँ अहिले फाइनली बाहिर निस्किसकेको छ र यो बिल्डिङ हो हामी बस्ने चाहिँ। अहिले चाहिँ हामी बाहिर निस्केर पनि आधी बाटो पुगिसकेका छौँ। हाम्रो मार्केट भनेको यहाँ हो, बेस्ट टु हाई मार्केट। हामी चाहिँ यहीँबाट सामान किन्छौँ, जहिले पनि जे किन्दा पनि हामी यहीँबाट किन्छौँ। गर्मी कतिको छ भन्दाखेरि गाइजहरू लास्ट गर्मी हो। हाम्रो हिरोजी यता हुनुहुन्छ, जिरो पनि भन्नुभएको छ। अनि त्यसपछि आज हामी खोर्ने साइडतिर यहीँ नजिक भएको चाहिँ यसो नुहाउन डाइभिङ हान्न। सो कतिको रमाइलो हुन्छ आज हामी हेर्नेछौँ। र हाम्रो क्यामेराम्यान म्याडम हुनुहुन्छ। लेट्सी कस्तो हुनेछ। अनि चाहिँ अब फाइनल्ली कर्नेसतिर पुग्न लागिसक्यो, थोरै बाँकी छ। हेर्दै हेर्दै जाँदैछौँ हाम्रो सहर। बिचारा बच्चा खाने बच्चा। अब यहाँ दुबईको बिल्डिङहरू पनि बिल्डिङ। चस्मा पनि खस्छ त हो, चस्मा खस्छ के गर्नु। सो अब आज चाहिँ भगवान् नुहाइन्छ होइन। यस्तो पौडी खेलिन्छ कि महाकसम तापचुटी नडुब्यो भने त यार अहिले त कि प्र्याक्टिस म्यान मेकिस पर्फेक्ट हुन्छ नि, त्यस्तै भइरहेछ भनौँ न। सो भाइ दबाई अब आज भनेको जस्तो हो अब दुईजनाको रमाइलो इन्टरटेनमेन्ट के गर्नु। अरू बेला ड्युटी खाने अब खाइसकेपछि होइन। अरू बेला चाहिँ अब ड्युटी 12 घन्टा ड्युटी जाऊ, रुममा आऊ, खाना पकाऊ, खाउँछु त। अरू त्योभन्दा अरू केही हुँदैन। अब चाहिँ यसो कोही बेला चाहिँ अलिअलि छुट्टीको टाइममा आज फिनिस, छुट्टी पनि फिनिस। लास्ट छुट्टी मनाउँथ्यो मेरो त भोलिसम्म चाहिँ कसैको भोलिसम्म। त्यही पनि म त 8 घन्टा ड्युटी गरेर आएको। गाह्रो छ मलाई। सजिलो छ क्या, सजिलो यत्रो पुग्छ पनि कस्तो म गर्छ। हामी चाहिँ फाइनल्ली करिब पुग्न लागिसक्यौँ। अब मिनट छ आमा पऱ्यो हेर कस्तो दामी छ। सो हामी भनेको चाहिँ होइन अलिक सिम्पल टाइपको मान्छे। तलदेखि माथिको लुक्स हेरौँ मेरो। सो बाथी हेर्दा केही छैन यार, त्यो घाँस काट्ने म नि सफल पड्काएर हिँडिरहेको छु यही जस्तो ठाउँमा भनेर भन्दा मिलेन। जस्तो एक्सपिरियन्स हो नि त। त्यही होइन, आफ्नै सादा विचार उच्च सोच होइन। आफ्नै हो नि, अरू भन्दा त्यस्तै हो। सबै पनि हात्ती छाप भन्दा कम्ती छैन क्या। अब हामी चाहिँ फाइनली पुग्न लागिसकेको छौँ। यिनीहरू चाहिँ मस्जिद क्या, यिनीहरूको मन्दिर, हाम्रो मन्दिर भने जस्तो यिनीहरूको मन्दिर। बेलुका आउँछन् हो के गर्छन् गर्ने चिज त भने नि मैले गर्दैन है ओ भन्दैन, किनकि उनीहरूको मन्त्र पढ्छन् होइन, अलिकति जप्छन् उनीहरू। हामीले ओम नमः शिवाय भने जस्तो उनीहरूको भन्छ नबिगार्दै बिचरा अर्का त्यो बिगार्नु पनि होइन। सो हुँदैन बिचरा अर्का भाषा त अर्का हुनु गर्थ्यो। एउटा गीत गाइदिउँ हामीले मुख खोने यस्तो बिग्रिन्छ। गीत गाइदिउँ म गाइदेऊ ल एउटा गीत है, किनकि आई लभ माई बाजुरा होइन, द्याट्स माई ल्याङ्ग्वेज। सो मेरो बर्थ प्लेस ल्याङ्ग्वेज, मेरो मदर टङ भनेको चाहिँ मेरो बाजुराली होइन। सो निकै छौ सन्चै छौ होला होइन। आज चाहिँ एउटा गीत क्या गाउँ भन। यहाँनिर बाटो काट्दाखेरि अलिक होसियारपूर्वक काटौँ। यहाँनिर गाडी आएर के हुनसक्छ। देखिरहेको छु किन देखिरहेको छु।
यो चाहिँ ठ्याक्कै एउटा तिम्रै लाग्यो क्या मायाको लाग्यो ल ल एक जाओस् वान मोर जिन्दगीलाई जानु सात समन्दर पारी जिन्दगीलाई जानु मान्छे भने मनैका कुरा हुन् कि मान्छे भने मनैका कुरा हुन् कि झुइ पडी अर्का कि घरवाली एउटा चराहरू पनि उडेर गयो कसम गाना परे आए पनि कला भएको मान्छे गला नभए पनि कला भएको मान्छे कला भएको मान्छे हो रेस्पेक्ट ओके थ्याङ्क्स होइन हामी चाहिँ फाइनल्ली पार्कमा आइपुगिसकेका छौँ पार्क यो भाइरल ब्रिज यहाँ माथि छ भाइरल पुल त के भन्नु कि त्यो एउटा सानो काठको पुल छ त्यहीलाई भन्छ भाइरल साइकल आएको त्यस्तै साइकलहरू युज गर्छ एकचोटि मैले चलाएको 50 रुपियाँ हाम्रो 50 रुपियाँ फाइन तिर्ने मान्छे पनि यही छ यहाँ त थोरै छोयो कि पैसा सहित जान्छ त्यही भएर केयरनेस सेफ्टी आएको कोहीबाट उठेन एकछिन यहाँ एकछिन ल अब हाम्रो बच्चा बच्चा 5 वर्षको बच्चा 5 वर्षको बच्चा अलि 5 वर्षको बच्चा हो किनकि हामी चाहिँ फाइनल्ली गर्मी स्कुलको आएको चस्मा लगाउने जाने अब घुम्ने के यार चस्माको भ्यालुएसन पहिला चस्मा मैले के लाग्छ थाहा छ पहिला चस्मा चाहिँ यत्तिकै स्टाइलले मान्छे हिरो बनाएर लाग्दो रहेछ सोचिरहेको थिएँ कि मैले चाहिँ पछि थाहा भयो कि यस्तो गर्ने घाममै हुन्छ तर सबजना चस्मा लगाउँछ पहिला म सोच्थेँ सब पैसावाला यार चस्मा मात्रै ठोकेर लगाउँथेँ है हिरो देख्थेँ जस्तो लाग्थ्यो पछि आफैलाई फिल भयो कि यार यस्तो गर्मी हेर न त्यही भएर पनि आँखा अलिक बिग्रिन्छ यसो हेऱ्यो भने आँखा मेरो आँखा यस्तो हेर्नु चाहिँ कस्तो भएको आँखा यो घाम छ नि यो सिधा घाम आँखामा जान्छ क्या अनि त्यही भएर पनि मान्छेले चस्मा लगाउँछ किनकि नाटक गऱ्यो नभन्नु होला गाइजहरू स्टाइल भयो पनि नभन्नु होला किनकि यहाँ यस्तै छ क्या चस्मा नलाउने लास्टै आँखा हुन्छ नि यो सिधै परिस्थिति घामहरू यसो आँखामा जान्छ क्या अनि आँखा पनि हुन्छ त्यही भएर पनि चस्मा लगाउँछ हामी चाहिँ अब अन्डरग्राउन्ड जान लागेको छौँ गाइजहरू त्यहाँ पारि जान्छु त्यसपछि आज चाहिँ लामो भ्लग बनाउँछु क्या हिजो चाहिँ छोटो हिजो पनि गाइजहरू सबै गएर हेरिदिनु होला हिजोको जूमा गएको अब डेली त आउँदैन होला किनकि डेली त काममै हुन्छु बिजी हुन्छु त्यही भएर आउँदैन होला हप्ताको एक दिन चाहिँ म बनाउँछु आएदेखि काम गरे र त्यहाँदेखि आए पनि ठिकै हुन्छ तिम्रो भ्लग बनाउँदा डेली काम गरेर चाहिँ के हुन्छ भन्दाखेरि गयो काउन्टरमा अनि काउन्टरमा के बनाउनु त्यहाँनिर कोही बनाउने हुँदैन त्यही भएर पनि बनाउनु सक्यो यहाँ चाहिँ को बनाउनु अब काममा त्यही हप्ताको एक दिन चाहिँ भ्लग मेरो आउँछ के भए पनि आउँछ हामी रुममै भए पनि आउँछ केही न केही भएको आउँछ नि हामी चाहिँ यहाँ अन्डरग्राउन्ड आइसकेका छौँ गाइजहरू आएको यहीको यहाँ भर्खर पनि रहेछन् हाम्रो दाइ भाइहरू यसको यहाँ रहेछन् बिग फ्यान मेरो बिग फ्यान हो होइन के भने अब तिनीहरूले जिस्काउनलाई भएर हजुर म्याडम जी बिग फ्यान ओके थ्याङ्क यू सो मच फाइनल्ली पुग्न लाग्यो फाइनल्ली पुग्न लाग्यो समुद्रमा पानी पनि तातो होला कि तातो लाग्दै तातो हुन्छ नुनिलो पनि त्यस्तै नुन पुरा नुन हुन्छ क्या एक्सपिरियन्स पाइसक्यो मान्छे हाम्रो म्याडमले एक्सपिरियन्स पाइसक्यो त्यही पनि रमाइलो इन्टरमेन्टेन
इन्टरमेन्टेन कि इन्टरमेन्ट इन्टरटेनमेन्ट भन्छ यहाँ इन्टरटेनमेन्ट नि यति इङ्ग्लिस पनि बोल्दैन हो। यो हाम्रो नेपाली इङ्ग्लिस यतिको चाहिँ छ यो हाम्रो नेपाली इङ्ग्लिस यतिको हुनु पनि ठिकै हो यहाँ यहाँको रहेछ सबै ठुलो फल्लाहरू सबसे ठुलो बिल्डिङ ऊ त्यो हो त्यसैले सामान राख्ने आइपुग्न लागिसक्यौँ गाइज आइपुगिसक्यौँ कस्तो गाह्रो ओके यसलाई स्टप गरेर म माइक राख्नु अन्त पुगिसकेका छौँ र उता उता डुङ्गा पनि चलिरहेको छ त्यहाँ डुङ्गा पनि चढ्न कहिले चढ्न जाने ऊ जाने हो अहिले पुऱ्याइदिउँ अहिले पुऱ्याइदिउँ अहिले नजाने यहाँ रहेको माछाहरू माछाहरू यही हेर्न लागेको क्या हामीले हेर्न चस्मा लगाउने लास्ट भयो यहाँ यही हेर्न लागेको माछा पनि पाउन सक्छ यहाँबाट माछा यहाँबाट ऊ ढुङ्गा उता गरेर छ त्यहाँ उता हेरिटेज भिलेज के अरे त्यो सरी मेरिना मल उतापट्टि छ त्यहाँबाट उता छ त्यहाँ छ र अब यहाँको चाहिँ माथिको चाहिँ त्यहाँ यहाँबाट बाँकी यहाँको सिनहरू यहाँ देखो सो यहाँको सिनहरू तर हाम्रा केही नभए पनि बिचरा हाम्रा खोलीका तल साना खोला ठुला खोला भन्दा ठुलो छैन हेर त द्याट्स यो हो क्या नेपालमा छ छैन तर होइन यहाँको यो भनेको चाहिँ एकदम यो आउने मान्छे यो चाहिँ अहिले हामी चाँडै आयौँ क्या सो यहाँको चाहिँ हामीले चाँडै आएर हो होइन नत्र यहाँ बेलुकाखेरि आयो भने यति क्राउड पनि हुन्छ नि मान्छे फोटो खिच्ने मान्छे हेर्ने यसलाई चाहिँ यो सबै एउटा पिसफुल हो क्या यो शान्त भनेको यो ठाउँ भनेको चाहिँ पिसफुल हो क्या जस सबजना आउँछ र अगाडि मान्छेहरूलाई अहिलेको क्राउड यति हुन्छ अहिलेको लगभग कति बज्यो एकछिन ल अहिलेको कति बजे एकछिन ल अहिले 5 बजे हो पनि 6 बजे चाहिँ फेरि खतरा आउँछ 6 बजे मान्छे यति धेरै आउँछ कि डुङ्गाहरू घाम छ त्यहाँ घाम खक्यो नि त त्यही घाम चाहिँ र अब अहिले भनेको अब हाम्रो भनेको चाहिँ नुहाउने तार्केट हाम्रो म्याडमजी आज नुहाउने तार्केट र नुहाउँछौँ गएर नुन पानी खाइन्छ आजको उसलाई एक्सपिरियन्स धेरै छ क्या किनकि धेरै पहिला पनि गइसक्यो हो चाहिँ आउने जाने गरेर तर यो बिल्डिङ हेरेर त कसरी बनायो होला है मान्छेको तर आर्टिफिसियल सबजना मान्छे यस्तो चाहिँ भएन आर्टिफिसियल हेरेर मान्छेले हर चिज मान्छेले बनाएको चिजहरू यिनीहरूको डिजाइन यिनीहरूको डेकोरेसन मान्छेलाई माथि समुद्र पनि मान्छेले रोक्यो हेर यहाँ त यति हाइट मान्छ नि त मुनि समुद्र छ सो बाँकी अब यस्तै हो आज मान्छे धेरै हुन्छ किन भन्दाखेरि यहाँ आज छुट्टी छ नि त सबैजना होलिडे हो नि त यो होलिडे 3 दिन होलिडे हुन्छ यहाँनिर चाहिँ अब हामी चाहिँ सरकारी परेन के गर्नु प्राइभेट पर्यो के गर्नु गाई जान्छ 12 घन्टा ड्युटी गरेर लास्टमा आउनुपर्छ कि घुम्नलाई हेर्नलाई रमाइलो गर्नु आज मेन हेर्ने भने के छ मेन हेर्ने भने केही होइन अलिअलि यसो रमाइलो गर्ने के गर्नु तर डुङ्गा चढ्न जानुपर्छ क्या यार उता छ अब अर्को विक अर्को हप्ता त्यहाँ जानु पर्ला जस्तो छ डुङ्गाहरू फ्ल्याग अस्ति हामी कहाँबाट त्यो उता भिलेजबाट त्यहाँ उता हो उता जाने अब टाइम लाग्छ खै त छाता हाम्रो छाता चाहिँ देखाउनलाई ल्यायो त्यो तान्नु न हामी चाहिँ अलिअलि माछा मारेर रहेछ माछा मागौँ एउटा माछा मागन दिन्छ आएर चाहिँ एक्सक्युज मी आई निड 1 फिस भन्नु Excuse me, I need 1 fish. Please, only 1 fish भन्नु क्या भनेर भन्नु माछा चाहिँ कसरी पाउँ यहाँ गरिमा पाउँछ क्या लास्टै माछा हुँदो रहेछ नुनिलोमा पनि माछा पाउँछ माछा हुन्छ ऊ त्यसले माछा मार्यो हेर त माछा मार्यो भने त्यो देखाउँछु मैले गाइजहरू देखाउँछु पनि भयो भने माछा चाहिँ यत्रो पाउँदो रहेछ क्या माछाहरू पाउँदो रहेछ यहाँनिर अब हामी पनि एक दिन आउनुपर्छ जस्तो माछा पायो पाएन खाली ल्याएर आयो अब खाली ल्याएर आयो त्यहाँनिर मारिराख्ने माछाहरू देखायो भने कराउँछ होला नि किन कराउँछ अरूको फेस चाहिँ नदेखाउनु र आफ्नो फेस देखा बोल्दै त्यस्तो क्या तिम्रो आफ्नो क्यामेरा जहाँ पनि कन्ट्रोल गर्नु तर मान्छेलाई अनरेबल फेस चाहिँ देखाउनु भएन सो बाँकी भनेको यस्तै हो र त्यो हेर डुङ्गा घर जस्तो डुङ्गा केही छैन घरहरू जस्तो डुङ्गा यही मान्छेहरू पार्टीहरू मनाउँछ उयो यस्तो यस्तो स्लाइडर र 100 रुपियाँ कति चढ्छ क्या यहाँ 100 रुपियाँ आयो
ए यहाँ आइपुग्छ तिमी क्यामेरा कहाँ यहाँ पुग्छ मैले देखाउँदैछु अँ, वाउ दामी गाइस दामी हुने धामी इज धामी अलवेज धामी हामी इज धामी तर म So, चाहिँ दामी नौबाट। होइन भन्ने क्या लास्टमा हामीसँग आएर धामी होइन भन्दाखेरि त एक लत्ते हानेर पोखरी फालिदिन्छ नि थाहा फालिदियो हँ एक लत्ता हानेर धामी होइन भने त मान्छेले बनाएकै हो त्यो चाहिँ के रहेछ अनि त्यो ट्याङ्की होला जस्तो लाग्छ ट्याङ्की होला पानी फाल्ने तर यो पानी यत्तिकै यहाँ किन हुन्छ थाहा छ कहीँ कहीँको फाले हुन्छ नि पानी के त कहिले टोइलेटको ढल पनि हाले हो कि हाल्दैन नेपाल जस्तो टोइलेटको ढल हालेर बागमती जस्तो बनाउँदैन बागमती अहिले बालेन आएर अलिक राम्रो भएको छ कि लास्टै हो कि अँ, भनेको अब 2 वर्षपछि आइन्छ नेपाल त्यसपछि थाहा हुन्छ अनि कस्तो हुन्छ नि कस्तो हुन्छ नि ल त्यसपछि थाहा पाउँछु नि माथिबाट जाउँ त्यो तलबाट धेरै घुम्नु पर्दो रहेछ हामी यहाँबाट उता पुगिसक्थ्यो मलाई सबै लाग्यो हामी चाहिँ फाइनली आइपुगिसकेका छौँ र अब चाहिँ आएको बालुवामै हुन्छ अब हिँडिन्छ यताबाट यता सिधा सिधा छ उता छ पर बालु छ मान्छे आमा कस्तो किरा जस्तो देखिएको छ नि मान्छेहरू पनि किरा जस्तो अझ मान्छे लास्टै छ है तर आज छुट्टी पनि छ नि त त्यही भएर तर पानी बाटो जाउँ है हामी पानी भएको ठाउँ पानी भन्नाले जस्तै बाथरुम नजिकै होस् ए हो त्यहाँ होइन त्यस्तो आमामा कस्तो बोल्दो रहेछ हौ बालु हो नपुले कस्तो हुन्छ त त माथि माथि जानुपर्छ नि त अनि यो बालु आमा बोल्यो बालु आमा माथिबाट जानुपर्छ नि त अनि माथिबाट त पर पुग्नु त्यहाँबाट त्यही वासरुमको नजिकै थियो नि त हो र सर उनीहरू चाहिँ लास्टै बालु क्या पोल्छ खुट्टाहरू छैन पुल त मलाई त पुल त्यत्रो ठुलो अनि कसले ल्याएर आएको भने त्यो अब पुरै बालु हुन्छ भए पनि होस् भने नि भने होइन हामी हाफ कटमा आउनु अनि हाफ खट्टमा त किन हाफ कटमा आउनु हाम्रो भन्ने क्या अब नुहाउँदाखेरि मात्रै नआउनु हाफ कट्टु आमामा के नेपाली केटीहरू छैन जस्तो नभए पनि तर यहाँ भलिबल खेल्न पाए चाहिँ दामी हुन्थ्यो क्या है भलिबल खेल्न चाहिँ लास्टै सोख लाग्छ क्या गाइजहरू बुझिनौ बुझेँ यहाँ बिल्डिङ तर मान्छेले बनाएर यो अस्ति थिएन यो अस्ति थिएन यो अस्ति भर्खर नै यो भने यो चिया खाएको छ नि त्यो चाहिँ अस्ति भर्खर भने यो म आउँदा थिएन जस्तो लाग्छ भर्खर भने हो यहाँ चाहिँ चाँडो बनाउँछ छिट्टै बनाउँछ यहाँ चाहिँ फुटबलको ऊ हुँदैछ गेम हुँदैछ यस्तो बालुवा पनि फुटबल खेल्दै खाने खाइसाह्रो आमामामामा के साह्रो हो मान्छे लास्टै मान्छे हो आज है समसे गिडा जस्तो नदेखिन गाइजहरू कहाँ नुहाउनु हामी सबै मान्छे हो आमा लास्टै मान्छे छ कसरी जानु त्यहाँ बस्नु नि आमा केटी मान्छे छैन क्या जाउँ उता छ पर हजुर केटी मान्छे चाहिँ छैन जस्तो लाग्यो मलाई चाहिँ अब हेरौँ पर हेर पर जा खाले कतातिर खाली छ पर हेर बालु लास्टै उ भयो क्या क्या भयो पुले धेरै पोले न कस्तो यो उ गरे क्या पोले जस्तै त हो भन्नाले निचे हो मुनि राफ ल्याउने रमाइलो भइरह है केटा मात्रै छ जग्गा लाग्यो गाह्रो छ केटा केटी मान्छे त्यही भएर ल्याएर आउनु अलिक होसियार हो यार मेरो जस्तो नल्याएर अब हाम्रो हाकिमनीलाई कहाँ केटी भेटाइन्छ कहाँ केटीहरू त छैन साँच्चै केटी भयो भने 1-2 जना होला त्यही पनि आफ्नो बोयफ्रेन्डसँग
आइरह होला सायद तिमी कोसँग हामी त आफ्नै बुढोसँग आउने के होइन अरूको नभइसक्यो नके आम्मामामामामामा के साह्रो हो हेर न पर त्यहाँ देखेको गाइजहरू हाम्रो हिटै हेर्ने हो भने आज कतै पनि खाल नभएर मान्छे भएर कति धेरै मान्छे भएर आज एकचोटि पनि गर्न पाएन हाम्रो साथीहरूले हिँडी राख्नु भएको छ किनकि मलाई छोडेर म चाहिँ हिँड्न सक्दिनँ आजकल त्यति साह्रो झन् मोटिएछ नि त अलिअलि त्यही भएर पनि हो सब्जी चाहिँ त्यहाँ झोला बोकेर आफ्नै पारामा छ फेरि कस्तो पारामा हिँडेर खाने कि आज भाग्य रहेन खेल्ने सम्बन्धमा रहेछ त्यही भएर अनि सब्जी चाहिँ वाट एफेन नथिङ गर्मी मात्र भइरहेको छ अरू भन्दा त्यस्तै हो गर्मी मात्र अब हामी कहाँ जान्ला अब हामी शिकार गर्न माछाको शिकार गर्न जान लाग्छ भने कति धेरै मान्छे हो पैसा तिर्ने ठाउँ गएर यसो पैसा तिरेर खेलौँ न त भने पनि छैन यस्तो त्यहाँ चाहिँ कस्तो त्यो पौडी खेल्नु भन्नु तर 3 नम्बर अब हामी कति हिँडिसक्यौँ भन्दाखेरि कति धेरै हिँडिसक्यौँ नि हेर्नु त हिटो त 5-6 किलोमिटर त भयो होला नि आजसम्म तिमीलाई खाइ नभए पनि मेरी नमल घुमाएर ल्याएर आएको छ आमामामा ऊ त्यहाँ कता रे ऊ कता ऊ त्यहाँ घुमाउने अरे ऊ त्यो अझै यहाँ कति हिँड्नु के साह्रो गरेको यो काठको यसले के भन्छ केलाई ऊ यसले यसलाई भन्छ काठै काठको दरबार काठेदार होइन रहेछ दरबारले काठै काठको दरबार डिएचबी सेम यो लेखा रहेछ हेर त्यहाँ 13 छ के लेखा एउटा केही बुझिने है बादल हाची कस्टम 13 छ यसले लेखेको हेर्दै यो लेखा ए चाहिँ लेखा रहेछ ऊ त्यहाँनिर मेरो नाम चाहिँ एडिएन तर यो हेर त के त नाम हो यो एकचोटि यहाँ हेर त त्यो त के नाम हो NAI एल नै आयो जे जस्तो न त्यो चाहिँ हुन सक्छ सायद बुढालाई बिचारा मलाई त्यो केही न केही त लेखा हेर त्यो ए लेखा डिएन त बुझ्यो त्यो जे होला खै त्यो के लेखा खाली वाला 3 नम्बर गेट भन्दै म्याडम गयो यार सो आज हाम्रो म्याडमलाई जतिसम्म घुमाउनसम्म घुमाउँछौँ र हेरौँ कस्तो हुनेछ आयो खुट्टा दुखी मैकिन मोटो पनि भएछ खुट्टा पनि दुखेछ के गर्नु हेर्नु गर्मी हेर यस्तो मजा आउँछ नि गर्मीमा छाता हातमा बोकेर हिँडेर त्यही पनि बाउले माथि माथि खेडेर बाउला जानु गाइस यार मेरो माग्ने जस्तो लेबर जस्तो लागेर यार बाल्दै ब्यागमा के छ भन्दै त दादा जे पनि हुन सक्छ ब्यागमा बोक्या छ मकै बोक्या छ चिप्स बोक्या छ अनि जुस बोक्या छ पानी बोक्या छ खाने चाहिँ कतिखेर हो त्यो खाने भने त्यहाँ पहिला फ्यामिली पार्कमा पुगाउनु फ्यामिली पार्क खुवाउनु चाहिँ छैन त्यो बोक्या छ कतिखेर खुवाउँछ मलाई थाहा छैन र लास्ट यही हो क्या लास्ट भयो त्यहाँ यहाँ हो रे न त होइन रे यहाँ पनि मान्छे आम्मा कति धेरै छ धेरै भएको ठाउँ त नजाने है क्या भने धेरै भएको ठाउँ नजाने क्या धेरै भन्नाले रमाइलो हुँदैन क्या धेरै मान्छे भएको ठाउँ होइन यो पब्लिक हो उता उसको गेट नम्बर 3 यहाँ पनि कति मान्छे हो त्यो उताबाट जाने क्या धेरै मान्छे यहाँ हेर यहाँ पहिला बुझौँ त्यसपछि के हुन्छ त्यसको आधारमा गर्न जाने अझ के साह्रो मान्छे हो यहाँ भयो बुझौँ टिकट लाग्छ कति पैसा यो गाइजहरू मान्छे लास्टै आज होइन त्यसैले भइसक्यो यहाँनिर के गर्नु अब त्यहाँ टिकट काट्नु पाउँछ कि पाउँदैन भन्ने कुरा हो पाउँदैन होला सायद धेरै मान्छे प्याक खप्परमा लेखेको छैन सकियो यहाँनिर पनि अनि प्याक भइसक्यो यहाँनिर बसिराख्नु भएको छ के भयो अरे गेट नम्बर 2 मारे गेट नम्बर 2 मा छैन हेर नि त्यहाँ मान्छे कति धेरै छ ऊ त्यहाँ हो यहाँ ल माफी मुस्किल माफी मुस्किल आज हाम्रो पौडी खेल्ने दिन गयो सकियो छैन What is gate number 3 brother sister what is gate number 3
लास्ट वान गेट नम्बर 3 एन्ड देन फिनिश नत्र बाहिर बस्ने खाने नत्र एक टोयलेटतिर जाने नुहाउने हामीले खलास किन नुहाउनु अरे आफ्नै बाथरुममा जाने नुहाउने नि बेलुका किन अरूको बिचारा यार ल आज मान्छे हो नि यो सबै यो अबुधाबीको सबै यहाँ भएको रहेछ यहाँ आमा फेरि यहाँको अरबिकहरू धेरै छैन 1-2वटा छ 3-4वटा छ सबै बाहिरको क्या सबै बाहिरको म त भित्र मुत्नु भए पनि जाने जे बाइदै बोल्ने म बोलेन पिज्जा फेर बोल्ने पिज्जा गर्न जान्ने त हिप्ने मान्छेलाई डिस हान्ने गाइजहरू फाइनल्ली पुग्यो तर लाइन लगाइराख्नु हौ त्यहाँनिर लाइन कति छ भने नि यति छ तर मैले त खेल्दिनँ पनि भनेको खेल्नुहुन्छ रे जानुहुन्छ खेल्नुहुन्छ लाइन त्यति छ हेरौँ यता जानु मिल्छ मिल्दैन मिल्यो भने सबै देखाउँछु गाइस मिलेन छ भने नेक्स्ट भ्लगमा आउँछ किनकि अझै मान्छेहरू धेरै आम्मा धेरै मान्छे होला भने गाइस नेक्स्ट भ्लगमा देखाउँछु अरू साथी चाहिँ हो त्यहाँनिर बसिराख्नु फाइनल्ली गाइजहरू अब चाहिँ हामी टिकट 10 रुपियाँ तिरेर अब यहाँ पौडी खेल्न आएको फ्यामिली पार्कमा चाहिँ फ्यामिलीहरू मात्रै आउँछ कि प्रायः जस्तो फ्यामिली आएर खाने यतै बस्ने त्यस्तो हरकत देखाउने हरकत देखाउने यस्तो त्यस्तो नराम्रो होइन कि खाने कुराहरू हरकत देखाउँछ भने हो क्या बुझ न अनि आमा आज त पैसा तिरेर यहाँ खेल्न नि पाउँदैन के गर्नु यहाँनिर गाह्रो छ हाम्रो सिट छ र सिटमा भयो 10 रुपियाँको उता उचा गर्नु पर्यो नि त अनि हामी चाहिँ आमा अब यहाँ देखाउने कस्तो मान्छे देखिन्छ त्यही भन्दा म देखाउँदिनँ गाइजहरू अब यसो यो यहाँ बच्चाहरू खेलिरहेछ अनि अब हामी चाहिँ फाइनल्ली फ्यामिली पार्क आइपुग्यो अब एउटा 2टा सिट पकडेर सिटमा बस्छौँ हामी चाहिँ किनभने सिट खाली हो र खाली आमा कस्तो कचरा हो कस्तो कचरा छ हो कसरी बस्ने कचरा यहाँ होइन रे खै 20 भयो भने के भन्दै थियो यहाँनिर भइसक्यो होला हौ प्याक त्यही सोध न खै यहाँनिरको लग्यो त त्यो अलिक प्याक होला न सोध सिटको पनि पैसा दिएन हामी त्यो बालुवामै बस्ने नि होइन जहाँ पनि पैसा तिराएको छ के हो काहीँ नभएको हो यहाँनिर हामीले त्यो रुमाल ल्याएको छ होइन अब त्यो रुमाल ओछ्याउने बस्ने अरू केही काम छैन गाइजहरू कसले पैसा तिरेर बस्छ त अब यस्तो आइसकेपछि अनि खेल्नलाई 10 रुपियाँ यो तिरेको के हो यहाँ यसो बालु हेर्नलाई बस्ने ठाउँ यहाँनिर खाली छ त
फाइनल्ली हामी पनि पौडी खेलिसक्यौँ र पौडी खेल्ने उ चाहिँ भएन किन भन्दाखेरि हामी दुवैजना पौडी खेल्छौँ कि त्यही भएर भिडियो बनाउने कोही मान्छे छैन। त्यही भएर अहिले चाहिँ अब हामी यो खाजाहरू खाँदैछौँ। भोक नि लाग्यो नि, 2 बजे 3 बजे खाएको, अहिले यहाँको 6:30 भइसक्यो, अँधारो पनि हुन लागिसक्यो, घाम पनि गइसक्यो। हाम्रो सब्जी यहाँ हुनुहुन्छ। लिची खोल्न नआउने मान्छे हुनुहुन्छ हाम्रो सर। त्यो राम्रो छ र मलाई थोरै थोरै। ओके चेस हेर, मलाई चाहिँ थोरै दिएर आफू चाहिँ हालेर हाल्नुहुन्छ यता। आई डोन्ट लाइक, राम्रो होइन रगत बढ्छ हो, त्यही भएर त कसैको रगत बढेर त्यहाँ हाल्ने भएको छ। फाइनल्ली अब चाहिँ हामी रुम जाने बेला पनि एकछिन चाहिँ यहाँनिर खेलेर जाऊँ भनेर बसिरहेको छौँ होइन। अब एकछिन चाहिँ खेल्छौँ हामी। यहाँनिर हाम्रो सब्जी हुनुहुन्छ, यस्तो घाँटी चेपेर ला कस्तो कालो पानी आयो होइन, राति यस्तो देखायो क्या बालुवाले हो र। ए मनी खतरा, मोबाइल चाहिँ नडुबाउनु, खतरा आयो। सो आजको बवाल होइन, सो हाम्रो म्याडमको चाहिँ बवाल होइन यहाँ त्यस्तो आज नाइटको फाइनल्ली। सो उसको भ्लग चाहिँ राम्रोसँग हेरिदिनु होला, किनकि उसले अघि नै आएदेखिको लगभग कस्तो लागिरहेछ, सो अहिलेको कस्तो फिल भइरहेछ। वा एकदम बवाल। मलाई त कुटुम जस्तो नाइटको बिहेर डिस गर्ने। सो ल, सम्बन्ध तिम्रो माया नै हो। म पौडी हान्छु हेर, म पौडी खेल्छु भन्ने क्या खेल्दैन। सब्जी पौडी खेल्नुहुन्छ र ल खेल्नुहोस्। हेर्छु बाँकी हामी हेरिने। ल गाइस, आज भलक पनि यतै इन्डिङ आउँछु, किनकि अर्को भलक चाहिँ अर्को उयोमा आउँछ कि यो चाहिँ। अब आजलाई भलक यति नै भन्दै नेक्स्ट भलकमा भेटौँला। ओके बाई बाई एभ्रिवान, सी यू नेक्स्ट भ्लग, बाई। कुमार हो यस्तो आज हाम्रो माथिको देखाऊ यहाँ मलाई यहाँ मलाई पनि देखाऊ, त्यस्तै हो त्यस्तै। रिङ आउट लाग्यो।